कोसँग बोलेको होस् र मजा चाहिँ आएको थियो हँसाउन चाहिँ हँसायो केटाले कसले त्यो दाइले सुरु माइक बन्द गर्न गर्छ हाम्रो गफ सुना तर दुईजना बोल्ने भएछ माइक पकेट जिस्काउनु छ र चेन्ज अरे यो चेन्जरको त घरमा दुईटा बच्चा छ है कोही पनि नपट्या हो ल यो त पुरा फसाउने साजी छ त के कुरो यार आज गाडीमा एउटा केटाले यस्तो दिमाग खराब गरेको क्या हामी त्यही भन्दै दिदीलाई त के अरे बच्चाको बाउरे हो हुनेवाला बाउरे चेन्जर सुन्न म के तेरो लाइफमा बसेर आइरहेको कि तेरो कुरा सुनेर भागियो ठिक अब यार मैले त्यही गर्न खोजेँ चुप्लाउनु एकछिन म चेन्जरलाई भन्छु कि चेन्जर सुन्न एउटा कुरा हामी के गाडीमा आउँदै थियौँ अनि हामी पछाडि एउटा केटा बसेको थियो कि अनि म तेरो लाइभमा बसिरहेको थिएँ नि त म्युट गरेर अनि त्यसपछि नि त्यसले नि टिकटक आइडी देऊ न अरे अनि मैले त टिकटक चलाउन भनेको चाहिँ सबैको अगाडि बोयफ्रेन्डको टिकटक लाइभमा बसिरहेको थिएँ नि टिकटक चलाउनु भन्छ यार कि मलाई दिने पर्छ नि एक देब्रे हातले तन्काएर यस्तो हाँसो लगाएर मलाई त हो भन्ने कस्तो थियो नि कस्तो थियो हावा के हुन्छ नि एकदम गदौडी